यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा कुल 5,22,000 विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको छ, जुन आज चैत्र 7 गतेदेखि 19 गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्ड एनईबी परीक्षा नियन्त्रण कार्यालयले परीक्षामा सहभागी हुन विद्यार्थीहरूले भरेको एसईई परीक्षा फारमको आधारमा यो तथ्याङ्क निकालेको छ। यद्यपि परीक्षा फारम भर्ने सबै विद्यार्थीहरू परीक्षामा सहभागी हुने पुष्टि हुँदैन। यो विगतका वर्षहरूमा पनि देखिएको छ। बोर्डका अनुसार 2081मा 4,68,000 नियमित विद्यार्थीहरू एसईईमा सहभागी भइरहेका छन्, जबकि 50,000 विद्यार्थीहरूले ग्रेड सुधार 2080 को लागि फारमहरू भरेका थिए र 4,000ले अघिल्लो ग्रेड सुधार 2078-79 को लागि फारमहरू भरेका थिए। यस वर्ष एसईई को लागि 2131 परीक्षा केन्द्रहरू तोकिएका छन् र बोर्डले यो सङ्ख्या परिवर्तन हुन सक्ने बताएको छ। बोर्डका अनुसार परीक्षाको लागि उत्तर पुस्तिका र प्रश्नपत्र सबै जिल्लामा पुर्याइएको छ। परीक्षामा अनिवार्य विषयहरूको लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ। ऐच्छिक विषयहरूको लागि विद्यार्थी सङ्ख्याको आधारमा केहीमा 2 प्रकारका प्रश्नपत्र छापिएका छन् भने केहीमा 1 प्रकारको मात्र प्रश्नपत्र छापिएको छ। परीक्षार्थीहरूमध्ये जापानका 29 जना विद्यार्थीहरू, जसले जापानमा नेपाली भाषामा सञ्चालन हुने विद्यालयमा अध्ययन गरेका छन्, उनीहरूले पनि एसईईमा भाग लिइरहेका छन्। बोर्डले चैत्र 19 गतेसम्म सञ्चालन गरिएको परीक्षामा 70% उत्तीर्ण दर कायम गर्ने लक्ष्य राखेको छ। 2080मा 48% विद्यार्थीहरूले मात्र एसईई परीक्षा उत्तीर्ण गरेका थिए। हजुर सर, हजुरको परिचय पाउनु। म ध्रुवप्रसाद भट्टराई, हिमालय माविको प्र हजुर र यसै विद्यालयको अहिलेको केन्द्राध्यक्ष। हजुर, अब प्रवेशिका परीक्षा आजबाट सुरु भएको छ। प्रवेशिका परीक्षा 2081बाट सुरु भएको छ। यो परीक्षा चाहिँ एउटा स्वच्छ मर्यादित ढङ्गले सञ्चालन गर्नको लागि हामी सम्पूर्ण शिक्षक स्टाफ तम तयार छौँ र यहाँका समुदाय, यहाँका पत्रकार बन्धुहरू र यहाँका अभिभावकले चाहिँ हामीलाई साथ दिनुभएको छ र परीक्षा अब 7 दिन चल्नेछ। 7 दिनको परीक्षामा पहिलो दिन यो अङ्ग्रेजी विषयको परीक्षा आजबाट सुरु भएको छ। अब सुरु हुँदाखेरिको अवस्थालाई हेर्ने हो भने यहाँ एकदम शान्त वातावरणमा परीक्षा सञ्चालन भइरहेको छ। विद्यालयका विद्यार्थी छन् यहाँ 8वटा विद्यालयको विद्यार्थीहरू परीक्षा दिँदैछन्। हजुर, जम्मा विद्यार्थी सङ्ख्या 304 जना हो। हजुर, 304 जनामा अब 2-4 जना चाहिँ हजुर एब्सेन्ट हुन सक्छ। अब त्यसको रेकर्ड आउन बाँकी छ। सिटिङ पोजिसन कन्जस्टेड, गाह्रो, सजिलो कस्तो छ? छैन, सबै सिटिङको लागि हामीले व्यवस्थापन गरिसकेका छन्। एउटा कोठामा एउटा बेन्चमा 2 जना रहने गरी हजुर हामीले सिटिङको व्यवस्थापन गरेका छौँ। हस्, धन्यवाद।